सफलता यो शब्द सुन्ने बित्तिकै के सोच्नुहुन्छ? के यो भाग्यले पाउने कुरा हो कि यसको पछाडि कुनै सूत्र छ? आउनुहोस् आज यही रहस्यको बारेमा कुरा गरौँ। हो, तपाईँले सही सुन्नुभयो। सफलता कुनै चिट्ठा परेर वा संयोगले हुने कुरा होइन। यो त हामीले हरेक दिन जानी जानी बनाउने सही बानीहरूको नतिजा हो। त्यसो भए ती बानीहरू के हुन् त जसले सफलता दिलाउँछ? ल, यसलाई 5वटा एकदमै सरल तर शक्तिशाली तत्त्वहरूमा बुझौँ। पहिलो कुरा हो एकदमै सफा र स्पष्ट लक्ष्य। आखिर हामीलाई कहाँ पुग्नु छ भन्ने नै थाहा छैन भने यात्रा कसरी सुरु हुन्छ होइन र? दोस्रोमा आउँछ अनुशासन। यो भनेको मुड चल्दा मात्र काम गर्ने होइन, यो त प्रतिबद्धता हो। मन नलाग्दा पनि आफ्नो लक्ष्यको लागि काममा लागिरहनु नै सक्कली शक्ति हो। अनि तेस्रो, निरन्तरको प्रयास। याद राख्नुहोस्, हरेक दिनको त्यो सानो पाइलाले नै एक दिन ठूलो दूरी पार गराउँछ। निरन्तरता नै सफलताको सबैभन्दा ठूलो चाबी हो। चौथो, असफलताबाट सिक्ने कला। हरेक हारलाई अन्त्यको रूपमा होइन, बरु अझै राम्रोसँग सुरु गर्नका लागि एउटा महत्त्वपूर्ण पाठको रूपमा लिनुपर्छ। र अन्त्यमा 5औं तत्त्व हो धैर्य र आत्मविश्वास। किनभने राम्रा चिजहरू बढ्न समय लाग्छ। त्यसैले आफ्नो प्रक्रियामा विश्वास गर्नुहोस् र धैर्य राख्नुहोस्। त्यसैले एउटा कुरा सधैँ याद राख्नुहोस्, सफलता एकै दिनमा हुने कुनै चमत्कार होइन। यो त हरेक दिन गरिएको सही र निरन्तर प्रयासको मिठो फल हो। यस्तै छोटा तर महत्त्वपूर्ण जानकारीमूलक प्रस्तुतिहरू हेर्नका लागि फास्ट समरीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला है।